यसरी हाम्रो यात्रा प्रारम्भ हुन्छ अनएक्सपेक्टेड तरिकाले। म र मेरो साथी एक्कासी हामी रसुवाको प्लान गरेर हिँडेका छौँ। हामी यति बेला साँझपख रसुवा पुग्ने क्रममा बाटोमा देखिएको रमणीय दृश्य तथा हिमाल देखाएका छौँ। अहिले भर्खरै हामी रसुवा पुगेका छौँ। बेलुका 6 बजेको छ भने हामीले होटलको दाइलाई कन्ट्याक्ट गरेका थियौँ बहिनीको थ्रुबाट, र होटलमा पनि हामीलाई राम्रो स्वागत गरियो। होटलको रुमबाट देखिएको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले। साह्रै मनमोहक, यहीँ रमाउँ जस्तो। हेर्दा सानो तर धेरै बाक्लै। हुन्चेबाट यात्रा आरम्भ गरेका छौँ। बिहानको कति बजेको छ यहाँ तपाईँले 5:32मा हामी हिँड्न लागेका छौँ। अब हाम्रो यात्रा गोसाइँकुण्डसम्मको हुन गइरहेको छ। यसका लागि मलाई साथ दिने मेरो सहयात्री हुनुहुन्छ भट्ट सर, राजी र म। हामी हाम्रो यात्रा प्रारम्भ गरेका छौँ गोसाइँकुण्ड जानको लागि हुन्चेबाट। यति बेला बिहान यहाँनिर अब तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ। अब यहाँनिर एउटा के छ भने चाहिँ यता नागथलीतिर जाने बाटो तलपट्टि लगाएको छौँ कि यो मन्दिरको राइट साइडबाट हामी माथिपट्टि लाग्नुपर्ने छ। यहाँ देख्न सक्नुहुन्छ। यसरी यहाँबाट माथि लाग्नुपर्ने भने तपाईँहरू गोसाइँकुण्डतर्फ जानुहुन्छ भने त्यहाँ पुगेपछि तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ। हेरेर देखाएको छ गोसाइँकुण्ड जाने बाटो भनेर। यो जिल्ला प्रहरी कार्यालय जाने बाटो हो साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँबाट तपाईँहरूले एउटा जानकारीका लागि यता वाटरफल जान्छ भने यता गोसाइँकुण्ड माथिपट्टि तपाईँ यहाँ पढ्न पनि सक्नुहुन्छ। खाना लाउन केही चाहिँदैन, माया दिए पुग्छ। श्रीनाथगढ हुन्चे रसुवा। अब यसै गरी हामी माथि लाग्दैछौँ। हाम्रो साथी अगाडि हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यात्राको क्रमै छौँ। आज गोसाइँकुण्डको यात्रा प्रारम्भ गरेका छौँ। हामी धुन्चेबाट बिहान 5:30 बजी निको अहिले यहाँसम्म आइपुगेका छौँ। म र मेरो साथी हामी यात्रामा अगाडि बढ्दैछौँ। हामी सिर्जना होटल एन्ड लजमा आएका छौँ। यो बाटोमै रहेछ। हामी यात्रा क्रमै छौँ। कति राम्रो जाँदै चाहि त कहाँ हो के हो थाहा छैन, हिँड्दैछौँ। हामी यात्राकै क्रममा अगाडि छौँ। यसै गर्दै रमाउँदै हामी देउराली पुग्यौँ। देउरालीबाट लिएको दृश्यहरू, कैद गरेको हाम्रो दृश्यहरू। यस देउराली ठाउँमा आएपछि हामीलाई अझै हिँड्नका लागि जोस लागेको थियो अनि हामी रनिङ गरेकै थियौँ। छिटो हजुरहरूलाई बोर नलागोस् भनेर भिडियोलाई अलिकति छिटो गराएको छु, हेर्नुहोला। होप यु इन्जोय इट गाइज। पछि हामीले बिहानीको मिरमिरे घाम सँगसँगै यात्रालाई अझै खुसी साथ अगाडि बढायौँ र यी चराको चिरबिरे आवाज सँगसँगै यो हिमाल पहाडमा रमाउँदै हामी अगाडि बढेका थियौँ साथीहरू।
यो घामले हामीलाई अझै हिँड्नका लागि ऊर्जा थपेको थियो भने अनि हामी खुसी अगाडि बढेका नै। अहिलेको अवस्था हाम्रो यस्तो छ, हामी माथि पुगिरहेका छौँ। 2900 लगभग पुग्न थाल्यौँ कि अलिकति कम छ। जे होस् यात्रामै छौँ। हेर्न सक्नुहुन्छ अनुहारै देखिन्न घामले। पिरो गर्मी गइरहेका छौँ, अगाडि बढ्दैछौँ, यात्रामै छौँ। यात्राक्रममा हरेक राम्रो मोमेन्टहरू सेयर गर्नेछु यति भन्दै। अब हल्का रोनाल्डो त बन्नु नै पर्यो। अब यसरी दौडेर गएर सुई भनेपछि अनि म प्रकृतिमै रमाउँदै थिएँ। यत्तिकैमा मेरो साथीले कैद गरेका भिडियोहरू म राख्न गइरहेको छु। हेरिदिनु होला र भ्लगमा रमाउँदै गर्नु होला भन्न चाहन्छु। यो सुन्दर हिमाल देखेपछि कसको पो मन नरमाउला र। म पनि एक मनुष्य हो, म पनि यस हिमालसँग आँखा जुदाउँदै रमाउँदै खुसी हुँदै खुसी सार्दै अगाडि बढिरहेको छु। हेर्न सक्नुहुन्छ साथीहरू, तपाईँहरू यहाँ दिम्सामा आएर खाजा खानु होला। यहाँको दाजु रमाइलो हुनुहुन्छ अनि गाइड पनि गर्नुहुन्छ। हजुरलाई घोडा चाहिएमा पनि यहाँबाट घोडामा जान सक्नुहुन्छ। लाली गुराँस फुल्ने क्रममा छ, कोपिला लागेको छ, सेतो हिमाल तन्तलहर फैलिएकै छ। तँ पनि घोडा म पनि घोडा, तेरो अलिक कम बुद्धि छ, मेरो यति बढी बुद्धि छ। यति फरक हो, त्योभन्दा बढी केही बुद्धि। नजिकै घोडा भएपछि एकछिन रमाउनु त परिहाल्यो घोडासँग यसो खेलेर। अनि त्यसपछि हामी यात्रालाई फेरि प्रारम्भ गर्दैछौँ। अनि ज्याकेट पनि लाउँदा गर्मी भएर ज्याकेट उल्टो गराएर सुकाउँदै हिँडिरहेको छु म र मेरो भिडियो साथीले कैद गर्नुभएको छ। ओहो सिट जमेको। 10:05 जाँदाखेरि हामी लगभग 3000 मिटर माथि आएका छौँ। भनेको कति फिट हो? हेर्नुहोस् त हामी एकदम बाटोमा छौँ, यात्रामा छौँ। हिउँ पग्लेको पानी देख्न सक्नुहुन्छ। पुरै यात्रामा हामी अगाडि बढ्ने क्रममै छौँ। हामी अहिले 3300 मिटरको हाइटमा लगभग आएका छौँ। यो भन्दै गर्दा आजको वेदर पनि एकदमै राम्रो, घामले साथ दिएको छ। बोल्न नसके पनि हजुरहरूको लागि एक कन्टेन्ट छ अनि धेरै माया छ। तिम्रो लागि मेरो साथीहरू ऊ त्यो छ नि बाटो, त्यो बाटो चढ्नुपर्छ जस्तो लागिरहेको जस्तो लाग्छ मलाई। काली पारे दाइ हो। आज हाम्रो यात्राको क्रममा अहिले हामी पुगिरहेका छौँ 3550 मिटर माथि। हेर्न सक्नुहुन्छ यहाँको अहिलेको स्थिति। यहाँ जतासुकै बरफ थियो, पानी आएर अलि पग्लेर अलिकति
सहजता भएको छ। यी बोटहरू हेर्न सक्नुहुन्छ। बोटको विकास कम भएर सानो सानो बोटहरू यी आयुर्वेदिक औषधिको लागि पनि उत्कृष्ट। म हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यूहरू। बैतडीको बागा क्रममा हामी 3500 मिटरको उचाइबाट माथि लाग्दैछौँ। अब हामी हजुरलाई पल पलको जानकारी दिँदैछौँ। हिउँले एकदम धेरै नै ढाकिसकेको छ। बेमौसममा नै आउनु हाम्रो एउटा लक्ष्य थियो, किन भन्दाखेरि मौसममा एकदम धेरै भिड हुने अनि बेमौसममा आउँदाखेरि अलिकति रमाइलो अनि आफ्नै पाराले हिँड्न पाइने। अनि यस्तै छ साथीहरू, हेर्नुहोस् दिस वे अफ गोसाइकुण्ड। गोसाइकुण्ड कस्तो लाग्दैछ? गोसाइकुण्ड बवाल लागिरहेछ मन परिरहेको? एकदमै। तपाईँलाई राम्रो ठाउँमा ल्याएर जस्तो लाग्यो? ओके, एकदमै म यो ठाउँ घुम्न पाएर धेरै खुसी छु। यसको लागि 2-4 वटा धन्यवाद मलाई दिन चाहनुहुन्छ? धन्यवादले पनि पुग्दैन, 10 वटा धन्यवाद दिनु मलाई। 20-25 दिनुपर्छ। ल ठिक छ, 20-25 वटा धन्यवाद तपाईँलाई। बैतडी भाषामा, बैतडीको भाषामा तपाईँले भनिदिनु न यो ठाउँ कस्तो लागिरहेछ? बहुत निको लागिरहेछ। अब यही निको ठाउँ हुने हो भन्ने आशा छ। एकदम गुड, एकदम। अनि त्यसपछि यो बैतडीमा सर यस्तो हिउँ पर्छ कि पर्दैन? पर्छ सर, धेरै पर्छ, एकदमै हिउँ पर्छ। त्यहाँ पनि नलड्नु न ब्रो, लडिन्छ फेरि। हिउँ पर्छ त्यहाँ पनि, हिउँ पर्ने ठाउँहरू धेरै छ। मेरो रमाइलो छ, रमाइलो लागिरहेछ। ठिक छ। अनि तपाईँ बैतडीकै भाषामा बोल्नु ल, मान्छे सोध्यो नि। अनि तपाईँ यो काठमाडौँ कति पहिलाबाट आउनुभयो सर? धेरै भएको छैन, लगभग भनौँ न 2 साल भयो। 2 साल भयो। काठमाडौँ मावि तहमा रहेर विज्ञान मैले पढाउँछु भने उहाँले गणित पढाउनुहुन्छ। हाम्रो जोडी पनि एकदमै राम्रो राम्रो छ, लगायत चलिरहेको हाम्रो रुम पनि एउटै, भाषा फरक भयो नि, मन एउटै। यति भन्दै हस्त भन्दै आजलाई धन्यवाद दिन चाहन्छु। हाम्रो देश पनि के कम छ र नेचरमा, है? हामी रमाउँदैछौँ, घुम्दैछौँ। मेरो अहिलेसम्मको ट्रेकिङमा सबैभन्दा हाइट भन्दा हुन्छ, किनकि यसभन्दा पहिला कालिम्पोङ पुगेको थिएँ। समथिङ 3800 मिटरको हाइटमा थियो भने आज 3800 मिटरभन्दा नि प्लसमा पुगिसकेको छु। अनि मौसमले साथ दिन्न भनेर हामी एकदम डराइरहेका थियौँ। अनि तर राम्रो छ, अलिकति कस्ट महँगो भए पनि जस तपाईँ चाहनुभयो भने यो ठाउँमा आउन सक्नुहुन्छ। यही भन्दै मेरा शब्दहरू यहीँ टुङ्गाएर तपाईँलाई नेचरकै दर्शन गर्न चाहन्छु। धन्यवाद। यस माथि गयो ल, हातैले हान्नुलाई नि दिनु। यस ल भयो। हाइट कति? 35-84, 36 लागु पुग्यौँ।
त्यो त खतरा खतरा छ। पुगेका छौँ हामी। उहाँलाई देउरालीमा बतास चलिरहेछ, मलाई हात ठिराएर एकदमै हतास चलिरहेछ। ए भट्टजी तिम्रो यादमा डुले म त निष्ठुरीको यादमा। पाण्डाको खोजीमा यत्रो हिँड्ने खै एउटा रेड पाण्डा भेटिनु। कहाँ गयो रेड पाण्डा? हेलो रेड पाण्डा, नमस्कार। तपाईँ लोपोन्मुख जनावर हो भनेर बिन्ती बिसाउनुहुन्थ्यो। चिसो मुटुको आवाज सुन्नु त मेरो। जेन्जीले डुबाउँछ यार। हिमाल चुली हेलो साथीहरू, के छ तपाईँ खबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु अहिलेसम्मलाई। किनकि उचाइ बढेर सँगसँगै लेक लाग्ने समस्या आउला भन्ने मेरो मनाशय हो। मेरो साथीको नि भनाइ त्यही नै छ। हामीहरू आज कति गते सर? आजका दिन माघ 16 गते जसरी हुन्छ गोसाइँकुण्डमा पुग्नुपर्छ भन्ने हाम्रो धारणाले हामी अगाडि बढेका छौँ। आज तपाईँलाई यस ब्लगमा गोसाइँकुण्ड जाने कसरी, कुन महिनामा जाने र के गर्ने, जाँदाखेरि कुन कुन सामग्री लिनेदेखि लिएर खर्च कति लाग्छ हामीले तपाईँलाई पूर्ण रूपमा जानकारी दिनेछौँ। साथीहरू, यस्तो राम्रो ठाउँमा आउनु पाउनु हाम्रो पूर्वजन्मको धर्म नै थियो होला, त्यसैले आउनु पाएँ। र मसँगै मेरो बैतडीको साथी हेमराज भट्टजी आउनुभएको छ मेरो सहकर्ताको रूपमा। उहाँ एकदम मिलनसार साथी हुनुहुन्छ। यसै गर्दै धेरै कुरा नगरिकन हामी यहाँ गोसाइँकुण्डको बारेमा अलिअलि कसरी जाने भनेर हामीले तपाईँलाई जानकारी दिन चाहन्छौँ। अनि यस ठाउँमा आउँदाखेरि तपाईँहरू सकेसम्म एकदम तातो लुगा लिएर आउनु होला, अनि त्यसपछि फास्ट फुडहरू पनि लिएर आउनु होला। त्यसले गर्दा तपाईँलाई एकदम सहज भूमिका खेल्दछ। अनि सकेसम्म फागुन चैतमा आउँदा अझ राम्रो हुन्छ, तर यो मौसममा आउँदाखेरि चाहिँ अलिकति हिउँ परेको देख्न पाइँदो रहेछ। हामीले हिउँ परेको देख्न पाएका छौँ। अनि यसै गरी यहाँ आउनु नै एक प्रकारले एकदमै खुसी, कौतुहलता तथा एकदमै साथीहरूलाई ल्याउने पनि विचार थियो। साथीहरू आउन अलि मान्नु भएन, किनकि मौसम एकदम प्रतिकूल रहेको थियो। 2 दिन अगाडि एकदम धेरै पानी परेको थियो, त्यही भएर होला। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ कति धेरै हावा लागिरहेको छ। अनि हामी यति बेला रसुवा जिल्लामा परेको यस गोसाइँकुण्डमा जाँदैछौँ। अनि अहिले म हजुरहरूलाई रेकर्ड गर्ने क्रममा मेरो 4000 मिटर हाइट रहेको छ। यहाँ लौरी विनायकबाट थोरै माथि, अथवा लौरी विनायक नै भनौँ, ठ्याक्कै उचाइकै कुरा गर्नु पऱ्यो भने यहाँको उचाइ रहेको छ 3950 मिटर। अझै गोसाइँकुण्डको लागि जो 500 मिटर जति अझै माथि जानुपर्ने हामीले जानकारी पाएका छौँ। गोसाइँकुण्डमा जाँदा के समस्या हुन्छ हामीले बाटोमा देखाउने नै छौँ। हामीले के समस्या भोग्दै यहाँसम्म आयो त्यो पनि देखाउनेछौँ। अनि यहाँ आउनु पूर्व तपाईँहरूले सकेसम्म ट्रेकिङ ड्रेसहरू भयो भने अलिकति सजिलो हुन्छ। एयर नछिर्ने एयरप्रुफ ड्रेसहरू भयो भने अझै राम्रो हुन्छ। अनि तपाईँ अलिकति हिँड्ने आँट गर्नुहुन्छ भने तपाईँ एकै दिनमा पनि धुन्चेबाट माथि
गोसाइकुण्ड पुग्न सक्नुहुन्छ। तर त्यति धेरै रिस्क नलिनुहोस् भन्न चाहन्छु, किनकि उचाइ सँगसँगै हामीलाई सास फेर्न पनि समस्या भइरहेको हुन्छ। अनि यसै तपाईँलाई मैले यहाँको कन्ट्याक्ट नम्बर पनि दिएको छु, तपाईँहरूलाई आउँदाखेरि सहज होला भनेर। अनि यसै गरी यहाँको मनोरम दृश्यमा देखाउन थालेको छु। आज शहीद दिवसका दिन हामी शहीदको सम्झना अहिले लगभग बुद्ध पार्कको नजिक आएका छौँ। बुद्ध पार्क आइसकेपछि हाम्रो मन अलिकति हल्का भएको छ, तर चढ्न भने अब पहाड नै बाँकी छ। तैपनि हामीले मनमा बल, खुसी तथा उत्सुकताका साथ अगाडि बढिरहेका छौँ। यहाँको दृश्य बेहाल भयो जिन्दगीको दिनको 17 किलोमिटर हिँडेपछि आँसुको त मोलै छैन, सास फेर्न नसकेपछि आएको के होलाको के होला यहाँको। अब अलिअलि सम्म सक्छ, धेरै कुद्नु चाहिँ हुँदैन, अब सजिलो चाहिँ हुन्छ भन्ने हो। कुदेर है यसै गरी हामी साथीहरू सरस्वती कुण्ड अनि भैरव कुण्ड हुँदै गोसाइकुण्ड जाने तर्खरमा छौँ। समय मिलेर मौसमले साथ दिएमा हामी सूर्यकुण्ड पनि तपाईँलाई दर्शन गराउनेछौँ। अन्त तपाईँले देखिरहनु भएको छ सरस्वती कुण्ड, जहाँबाट पानी बग्न कोसिस गरिरहेको छ, पग्लिरहेको छ अलिअलि। यसै गरी हामी अगाडि बढ्ने क्रम रहेको चालु नै हुनेछ साथीहरू। अनि हाम्रो यात्रा अझै रमाइलो गराउने कोसिस गर्ने नै छौँ। यो रहेको छ सरस्वती कुण्ड र यसभन्दा अलिकति अगाडि रहेको कुण्ड रहेको नाम हो भैरव कुण्ड। यसै गरी हामी गोसाइकुण्ड पुग्नै लायौँ, गेटमा आयौँ। यस गेटबाट भित्र छिरेपछि हामी गोसाइकुण्ड अर्थात् यहाँ रहेका होटलहरूको सामुक्षे पुग्छौँ र भित्रबाट अलिअलि आँट पनि आएको छ, सास अलिअलि चलेको जस्तो फिल पनि भएको छ। मलाई धेरै गाह्रो भएको छ। मैले साथीलाई फोन दिएर आफू बिस्तारै बिस्तारै अगाडि बढिरहेको छु। साथीले भिडियो बनाउनु भएको छ। हजुरहरू रमाइलो गर्नुहुनेछ भन्ने आशा राख्दै हाम्रो आजको यात्रा यहीँसम्मको रहने जानकारी गराउन चाहन्छौँ। र भोलि बिहान अहिले सास खुलेछ भने एकैछिनपछि पनि हामी अँध्यारो दृश्यमा कस्तो गोसाइकुण्ड देखिन्छ त त्यो पनि देखाउने कोसिस गर्ने नै छौँ भन्दै हाम्रो यात्रालाई अझै अगाडि बढाउनेछौँ साथीहरू। हेर्नुहोस् यी सिडीहरू। हामी यति बेला 4380 मिटरको हाइटमा छौँ, जहाँ बोट बिरुवाको त नाम निशान नै छैन। ससाना घाँसे मैदानहरू जस्तो देख्न सकिन्छ, जसलाई पनि हिउँले ढाकेको छ। र हामी यसै गर्दै अगाडि बढी नै रहेका छौँ। देख्न सक्नुहुन्छ साथीहरू, मेरो हालत त एकदमै दयनीय अवस्थामा छ, तर मेरो साथी भने अझै जोसका साथ भिडियो बनाउन एक्टिभ देखिएको छ भन्न सक्छु। यसै पनि होइन होला, बैतडीको बाघ भनिएको उहाँलाई मैले उहाँ बैतडी जिल्लामा हुर्किएको पालन पोषण भएको भएर पनि अलिकति आँट बलियो देखिएको छ। यसै गरी हामी होटलमा पुगेका छौँ र सरले हजुरहरूलाई एक पहिलो गोसाइकुण्डको दर्शन गराउनु गइराख्नु भएको छ। आज शहीद दिवसको दिन ती महान शहीदहरूलाई सम्झिँदै यस गोसाइकुण्ड आइपुगेका छौँ। बिहानीको हाम्रो यात्रा करिब 6 बजीतिर भएको थियो भने अहिले पनि हामी लगभग 6 बजीतिर नै गोसाइकुण्ड आइपुगेका छौँ। र सबैजनाको जानकारीका लागि यो चाहिँ रहेको छ गोसाइकुण्ड। एकदमै मनोरम छ दृश्य। अलिकति हिउँहरू धेरै जमेको मात्रै रहेछ, एकदमै राम्रो छ। अनि यो माथि सबै बस्ने ठाउँहरू, होटलहरू, लजहरू यता रहेको छ। अनि यो अघि मैले भने जस्तै यतापट्टिको चाहिँ यो भैरवकुण्ड हो भने यसैको सामुन्ने माथितिर अब यो जुन देखिएको छ यो चाहिँ हाम्रो गोसाइकुण्ड रहेको छ। ल हस् त, फाइनली हामी आइसकेपछि यो दृश्य तपाईँहरूलाई सेयर गरौँ भनेर अन्तिम बिन्दु हामीले
तय गरेको ठाउँ पुगिसकेपछि यो दृश्य तपाईँहरूका लागि सेयर गऱ्यौँ। हस्त धन्यवाद। केही क्षणको बसाइ तथा तातो पानी खाइसकेपछि मेरो मनले कहाँ मान्थ्यो र गोसाइँकुण्डको दर्शन नगरिकन। अलिकति मलाई केही हल्का राहत फिल भएपछि म दगुरेर यस गोसाइँकुण्डमा आएको छु। अँगाल्ने प्रयास गरेको छु, आभास गरेको छु। मेरो साथीले तपाईँ बिरामी हुनुहुन्छ नजानु भन्दा भन्दै पनि म साथीलाई नै बल गरेर लिएर आएको छु। तपाईँहरू पनि मसँग रातिको भ्यू हेर्न सक्नुहुन्छ। राति 8 बजे पछिको गोसाइँकुण्ड झलमल्ल यताउति शान्त विशाल सहरको हल्लाभन्दा धेरै माथि रमाइलो ठाउँमा हामी आएका छौँ साथीहरू। मेरो अनुहार हेर्नै सक्नुहुन्छ, पुरै कस्तो माया लाग्दो भएको। रुन त मन लागिरहेको छैन, तर रुन्न। यसै गरी आजको हाम्रो भ्लग अन्त्य हुन्छ। यहाँको पानीको स्थिति हेर्नु न गाइस। अब के गर्नु, यो पानीले मुग्दो नि खाने किन आउने। गुड मर्निङ साथी। ल हेर्नुहोस् बिहानको दृश्य। तपाईँकै हाम्रै अनि हामी सबैकै अति प्रिय ठाउँ गोसाइँकुण्ड, जहाँ नीलकण्ठेश्वर महादेव विराजमान हुनुहुन्छ। साइडमा भैरवकुण्ड पनि देख्न सक्नुहुन्छ, एकैसाथ देखिन्छ। र यसभन्दा अगाडि सरस्वती कुण्ड र यसभन्दा माथि सूर्यकुण्ड रहेको छ। स्वर्ग हेर्ने हो, स्वर्ग। जस्तो छ। हेलो गुड मर्निङ गाइज फ्रम गोसाइँकुण्ड। हेर्न सक्नुहुन्छ यहाँको स्थिति। यहाँ के भनौँ अब मसँग भन्ने शब्द नै छैन। स्वर्ग आएको अनुभूति भइरहेको छ। तपाईँहरूलाई गोसाइँकुण्डको परिक्रमा गराउँदैछौँ, कोसिस गर्दैछौँ। तर घुम्न सकिन्न क्या सर? घुम्न त सकिन्न क्या? तर जति सकिन्छ त्यहाँसम्म यसरी यहाँ स्ट्यान्ड गर्ने ठाउँ राखिएको रहेछ। पानीको एक थोपा देख्न सक्नुहुन्न तपाईँले, बरफ मात्र देख्न सक्नुहुन्छ। यो अफ सिजन पनि मानिन्छ यहाँको लागि। अनि हामी हाम्रो इच्छाले भगवान्को दर्शन गर्ने चाहनाले आएका छौँ। यो बाटो सूर्यकुण्ड जान्छ माथि। भने न सबै गोसाइँकुण्डको सबैभन्दा तल्लो फेद। हामी सिधै गोसाइँकुण्डबाट हामी गोसाइँकुण्ड दर्शन स्नान गर्न आएको। स्नान गर्नको बित्था अब यहाँ छ नि कुण्ड अर्को
तल जाउँ न। हेर्न सक्नुहुन्छ हालमा हिँडिरहेको छु म निस्किने चल हालमा यसरी हिँड्न सकिन्छ निस्किन्छ यहाँबाट निस्किनु हालमा पुरै हिँड्न मिल्ने भएको फर्किने क्रममा छौँ मलाई चाहिँ एकदमै गाह्रो भएको छ यहाँ गणेश मन्दिर गणेश थानमा आएका छौँ हामी हेर्नुहोस् त सर्टकटको बाहनामा जेनजीको नाममा हामीलाई दुःख मात्रै छ जेनजीले डुबायो नि भरे लौ पुरै लाली गुराँसको रुख भएको जङ्गलमा घुसाएर कहाँ फसा छ अत्तो पत्तो छैन बाटोको ल बाटै बाटो जाउँ सर भन्छु मान्दैनन् मान्छे कोही हिँड्दैन यहाँ खोइ कहाँ होइन यो मान्छे त हिँड्या हो अब हुन त रमाइलो चाहिँ रमाइलो भइरहेछ तै पनि बुढाले कहाँ कहाँ घुमायो भन्ने मात्रै हो म पनि छु भन्थ्यो महावीर पनि म पनि छु पछि पछि ओहो लुगा च्यातिन्छ क्या हो ओ जेन्जीले रुख बाटो बिर्सेर भन्दा पनि बाटो नहिँडिकन सर्टकटको बाहनामा जङ्गल छिरेर यस्तो भएको हो हुन त हिउँ खेल्ने ठुलो इच्छा पनि थियो होला ठिकै छ उहाँको इच्छा पनि मैले पुरा गरिदिनकै लागि भए पनि म पनि पछि पछि लाग्दै भिडियो बनाउँदै अगाडि बढ्दैछौँ हेरौँ अब हामी बाटोमा लगभग पुग्दैछौँ त्यस्तो जङ्गलको बिचबाट यता चारैतिर हिउँ नै हिउँ छ यो पनि एउटा बिर्सिन नलायक पल छ भनौँ सम्झिन लायक पल नै हो अब हामी अगाडि बढिरहेछौँ हाम्रो जेन्जी सर अगाडि हुनुहुन्छ योसँगै अब अहिले यति गरौँ किनभने बाटोमा फेरि लडेर ओ यहाँ यो बाघकै हो यो बाघको पन्जाहरू पनि रहेछ हामीले यहाँ जुम गर्दा हुँदा भर्खरै यो बाघको हो बाघको हिँडेर 100 मा 100 हो यो बाघको पन्जा र यहाँ के भन्छ मृगको पन्जा पनि हो कि जस्तो लाग्छ यता मृगको हो मृग र बाघ यता हिँडेको छ हामी पनि मृग र बाघ हिँडेकै बाटोमा हिँडेर आज फसिन्छ कि भन्ने पनि लागिरहेछ हेर्दै गरौँ के हुन्छ हुन त हामी बाटोमा आइपुगेका छौँ जस्तो लाग्छ हामीले बाटो भेटायौँ फाइनली बाटोमा आइपुग्यौँ जान्जीले ल्यायो ल ठिक छ अहिलेलाई यति नै गरौँ ओके हामी बाटोमा एकदमै रमाइलो भइरहेको छ जङ्गलको बाटो हामी दौडेर आइयो यसमा मलाई साथ दिने हाम्रो सर हुनुहुन्थ्यो हामीले बाघको पाइला अनि त्यसपछि मृगको पाइला पनि देखियो एकदमै खुसी लागिरहेको छ माथि त म सास फेर्नै सकेको थिएन अहिले त म एकदम धेरै एक्टिभ भइसकेँ किन भन्दाखेरि तराईमा त कहाँ मलाई लेकको मान्छेले भेट्न सक्छ
कति बाटो दुइटै लिएर गइदियो यार अझ भाग्छ अब अर्को आइरह्यो अहिले पनि दुइटै लान्छ होला है हटा यहाँहरू सम्पूर्णलाई धन्यवाद यतिन्जेल हाम्रो भिडियो हेरेर साथ दिनुभयो गोसाइँकुण्ड जाने तथा आउने दुवै यात्राहरू हामीले थोरै थोरै हजुरहरूलाई भिडियो मार्फत देखाउने कोसिस गरेका थियौँ र हजुरहरूले पनि हेरेर रमाइलो गर्नुहोला भन्ने आशा राख्दै आजको भ्लग हामी यहीँबाट टुङ्गाउन चाहन्छौँ हस्त धन्यवाद हामीले 2 दिनमा यो यात्रा कम्प्लिट गरे पनि हजुरहरूलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छौँ हजुरहरू कमसेकम 3 देखि 4 दिनको प्लान लिएर आउनुहोला नत्र हजुरहरूलाई लेक लाग्नेदेखि लिएर अन्य धेरै समस्याहरू आउनेछन् हामीहरू जानका लागि पूर्ण 12 घण्टा लागेको थियो भने फर्किनका लागि हामी 5 घण्टामा फर्किएका छौँ यसका लागि हामीले कति धेरै मेहनत गरेका छौँ यो हामीलाई नै थाहा छ कति धेरै गाह्रो भएको छ हामीलाई नै थाहा छ त्यसैले पनि हजुरहरूलाई फेरि पनि अनुरोध गर्दैछौँ 2 देखि 3 दिनको बिदा लिएर आउनुहोला र हामी बसेको होटेल देख्न सक्नुहुन्छ यहाँ एकदमै मायाले राख्नुभएको थियो हामीलाई धन्यवाद अनि कथाको अन्त्यमा हामीलाई यतिन्जेल हेरेर साथ दिनुभयो यसमा हजुरहरूलाई धन्यवाद तथा आभार प्रकट गर्दै आजको हाम्रो भ्लग यही अन्त्य गर्न चाहन्छौँ र यसै गरी फेरि अरू भ्लगमा आउने बाचा गर्दै हजुरहरूलाई नीलकण्ठेश्वर महादेवले रक्षा गरून् हस्त